हामी चौथो वर्षको विद्यार्थीहरू आज हामी सिबिएलई फिल्ड रोटेसनमा जाँदैछौँ। हामी चौथो वर्षसम्म आउँदै गर्दा यो यात्रा पहिलो वर्षदेखि नै सुरु हुन्छ, जहाँ एउटा हामी स्लम पोस्टिङमा जान्छौँ। त्यसपछि स्वास्थ्य चौकी हुँदै समुदाय प्राथमिक स्वास्थ्य केन्द्र अर्थात् पिएचसिसी र अन्तिम वर्षमा भने हामी जिल्ला अस्पताल जान्छौँ र यसरी एक पूर्ण स्वास्थ्य प्रणालीको अनुभव लिन्छौँ। र आज हामी छौँ चौथो सिबिएलई पोस्टिङमा। हाम्रो यसपटकको गन्तव्य भने गजुरी पिएचसिसी। गाइज वी आर हेडिङ टु गजुरी, धादिङ गजुरी। भेट कसो नहोला माया नजुरी। म मनहरी गाउँपालिका मकवानपुर जिल्ला मनहरी प्राथमिक स्वास्थ्य केन्द्र। अनुप म चाहिँ सल्यान्टारतिर। कोसँग? भीमसँग। यहाँ सृजना, यहाँ रूपासना, विज्ञान। कता हो तिमीहरू पोस्टेड? तिमीहरू एकै ठाउँमा होला तिनजना। रूपासनाको सामान देखान एकचोटि। 1 2 3 रूपासनाको सामान अनि ब्याग 4। सुमना खाकु। गजुरीतर्फ जाने बस यात्रा सुरु हुन्छ। सबै साथीहरू झ्याल बाहिर हेर्दै फोन चलाउँदै समय काट्ने उपाय खोज्दै थिए। त्यतिकैमा केही साथीहरूले गीत गाउन थाल्छन्। चन्द्र सूर्य जङ्गी निशान हाम्रो, जिउँदो रगत सरियो बल्दो यो शान हाम्रो। जिया 2000 साला जिया हो बिहार के लाला, जिया 2000 साला बिहार के लाला। एउटा गीत गाइयो अनि अर्को रोकिने कुनै कारणै थिएन। फिल्मी, लोकदोहोरी, पुराना, भोजपुरी जे मनमा आयो त्यही गाइयो। बसभित्र एउटा सानो संसार बनेको थियो, जहाँ कोही जज थिएनन्, कोही दर्शक थिएनन्, सबै कलाकार थिए। त्यसपछि बिस्तारै स्वरहरू थाके, आँखाहरू भारी भए। अब उनीहरू गहिरो निन्द्रामा थिए। हामी खाना खान होटलमा आएको छौँ। हामी 1 महिनाको लागि बस्ने होटल पनि यही नै थियो, अरू विकल्प थिएनन्। तर भाडा सुन्दा सबैको आँखा एकैचोटि फराकिलो भयो। 75,000 1 महिनाको लागि। सुन्दा सजिलो लाग्छ, तर विद्यार्थीको पकेटले भने एकछिन सोचिरह्यो। यहाँ अर्को बेडरुम छ। होटलमा सामान राखियो, आराम पनि गरियो र भोलिपल्टदेखि सुरु भयो असली काम। हामी यहाँ केवल हेर्न आएका थिएनौँ, बुझ्न आएका थियौँ, महसुस गर्न आएका थियौँ। हाम्रो पहिलो उद्देश्य थियो गजुरी प्राथमिक स्वास्थ्य केन्द्रको सेवा क्षेत्रको समग्र स्वास्थ्य अवस्था के छ भनेर मूल्याङ्कन गर्ने। र त्यसपछिको सबभन्दा मुख्य उद्देश्य हाम्रो समूहले 3 वर्षको तथ्याङ्कका आधारमा एएनसी अर्थात् एन्टिनेटल केयरको गहन विश्लेषण गर्नु पनि थियो। यो केवल एउटा एकाडेमिक अब्जेक्टिभ थिएन, यो थियो एउटी आमाको स्वास्थ्यको कथा बुझ्ने जिम्मेवारी, एउटा समुदायको पीडा र प्रगति दुवै देख्ने अवसर। र त्यो जिम्मेवारी बोकेर हामी भित्र पस्यौँ। तिम्रो प्रणवको खाऊ न। मैले चाहिँ यो खाएँ है त। यो माछा हो कि चिकन हो? ओए रमन, किरण दाई उहाँ आफ्नै लाइफमा बिजी हुनुहुन्छ। त्यतिर हेर्दाखेरि चाहिँ रमन चाहिँ उहाँ पोज मलाई देखाइरहेछ। म फोटो खिच्ने होइन, म भिडियो बनाउने हो है रमन है। काम थियो, पढाइ थियो, रिपोर्ट थियो, तर त्यसबिचमा एउटा दिन आयो जुन हामीले सोचेकै थियौँ। गजुरी पिएचसिसीका स्टाफहरूले हामीलाई निम्तो दिए पिपलटारमा ड्राई पिकनिकको लागि। सुन्दा साधारण लाग्छ, तर त्यो निम्तो केवल पिकनिकको थिएन, त्यो थियो स्वीकृतिको सङ्केत। हामी यहाँका आफ्नै मान्छे भएको अनुभूति। रोहितले कसलाई दिइरहेका हुन्? रोहित भन्दै कसलाई हो? घरमा पठाउनु अरे होइन, कताको घर हो, कसको घर हो भन्ने त रोहितलाई नै थाहा होला। गुरुमे त कसरी हाँस्छ त्यो किरण? गुरुमे त कसरी हाँस्छ रमन?
यहाँ चाहिँ हाम्रो पिकनिकको लागि तयारी हुँदैछ सो वी क्यान सी द बोइल्ड पोटेटोज मसालाज चिली स्पाइस ड्राई पिकनिक अर्थात् आफै पकाउने आफै खाने न होटेलको भान्सा न तयारी खाना आफ्नै हातले बनाएको खाना र त्यसको स्वाद नै अर्कै थियो जिराको धुलो मिट मसला गुलभेडा अदुवा लसुन प्याज छोरो खेलाउँदै जाला मेरो सेलाउँदै दाइको छोरी खेलाउँदै जाला पिर्सुली हेलो हेलो अहिले चाहिँ हामी पिर्सुली क्रस गर्दैछौँ है अब हाम्रो गन्तव्य आइपुग्नलाई सिकेको छ होइन We are revealing the place that's known as People Tower. So we are out. So केटा हो how was the journey? कस्तो लाग्यो दाजु? एकदम गुड ओ हजुर त खतरा सिङ्गर हुनुहुँदो रहेछ के खान्छौ कमला सुन्तला के पिपल टार नाममा एउटा शीतलता थियो पुगेपछि थाहा भयो यो ठाउँ साँच्चै त्यस्तै रहेछ कहिले बुद्धि छोरो खेलाउँदै जाला पैसा सेलाउँदै हरि बोल राम्ररी भन आए केराको थम्मा 4 भाइ 5 भाइ जम्मा ए रातो नाटो ए लड्दै र बढ्दै ए आए कहानी ए आए कहानी ए हामी त्यसै ए आए कहैनम ए बलिमा राजाको ए हुकुमले ए हुकुमले ए हिजो र अस्ति ए हजुर कहाँ आउने त्यो दिन डाक्टर र स्टाफ बिचको दूरी हराएको थियो कोही सिनियर थिएनन् कोही जुनियर थिएनन् सबै एउटै दलमा थिए guys, this is our dry picnic, People Tower dry picnic. कस्तो छ फट्टे? It's good. ए भाइ जाऊ जाऊ यार खानापछि गीत भयो गफ भयो हाँसो भयो नाच भयो पिएचसिसीमा काम गर्दा जति कुरा थाहा पाइएको थिएन त्यो दिन स्टाफसँग त्यो अनौपचारिक गफमा थाहा भयो फर्किँदा मनमा एउटा कुरा थियो त्यो पिकनिक केवल एक दिनको आनन्द थिएन यो थियो एउटा सम्बन्धको सुरुवात विद्यार्थी र स्वास्थ्यकर्मी बिचको मान्छे र मान्छे बिचको पिकनिकको उमङ्गसँगै लिएर हामी पुग्यो एउटा विद्यालयमा र त्यहाँ सञ्चालन गर्यो एउटा स्कुल हेल्थ प्रोग्राम लागु पदार्थको दुरुपयोग डिजिटल लत र एन्टिमाइक्रोबियल रेजिस्टेन्स यी 3 विषयमा ती साना तर जिज्ञासु आँखाहरूलाई जागरुक गराउँदै हामी विद्यालय पुग्यौँ प्रचलित कुराहरू हामीले यहीँ त्यहाँ काम गर्दा गर्दै र यहाँ आएर पनि हामीले केही दिन भलिबल खेल्दा खेल्दै तपाईँहरूलाई निहाल्दै केही कुराहरू हामीले भन्ने अठोट गरेका छौँ र त्यस्तो थाहा होला त्यही पनि मान्छेहरूले सेवन गरिरहेको छन् किन गरिरहेको छन् त्यो भनेको चाहिँ कन्सिक्वेन्सेसहरू जे चाहिँ रिजल्ट हुन्छ नि त्यो खाएर त्यो थाहा हुँदा हुँदै पनि त्यसलाई नेग्लेक्ट गरेर त्यही कुरामा फसिराख्नु भनेको चाहिँ इग्नोरिङ होइन ल्यापटपहरू चलाएको हुन्छौ टेलिभिजनहरू हेरेको हुन्छौ अब त्यसलाई लत भन्न मिल्छ र है अब तिमीले यतिसम्म चलायो कि तिम्रो आँखा नै दुख्न थाल्यो हो अब त्यसलाई के भन्नु पर्यो लत भन्नु पर्यो हामी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर लगनशीलबाट 2082 साल 7 महिना 13 गजुरी
एउटा ठाउँ मात्र होइन, एउटा अनुभव हो जो जीवनभर साथ रहनेछ।